एउटा चाहिँ सानो काम आएको थियो होइन। आज चाहिँ ट्याटु रिमुभ थर्ड सेसन थियो एउटाको, अनि त्यो चाहिँ मैले रिमुभ गरेर अनि उसलाई चाहिँ पठाइदिएँ क्लाइन्टलाई है। अनि म चाहिँ बसिरहेको छु। त्यो स्मल ट्याटुको रिमुभको जो भिडियो छ नि त्यो चाहिँ मैले बनाएन होइन। अनि क्लिपहरू भिडियोहरू लिएको छ सानो टिकटकको लागि, अनि त्यो चाहिँ क्लिपहरू चाहिँ म हाल्छु है टिकटक बापत। यो टिकटकको भिडियोको लागि लिएको वाला क्लिप मैले चाहिँ सर्ट रिल्समा सर्ट भिडियोमा हाल्छु है, युट्युबको सर्टमा गएर हेर्नु होला है। रिमुभ गर्दै गरेको म चाहिँ अब चाहिँ रुम जान लाग्यो है। अनि पछि आज चाहिँ भ्यालेन्टाइन डे के भन्छ नि, अनि त्यो मनाउने भन्दा पनि आज चाहिँ बाहिर खाना चाहिँ हामीले बाहिर खाने भन्ने चाहिँ सल्लाह गरिरहेको थियो। अनि चाहिँ बुढीले चाहिँ नाइ रे खर्च हुन्छ अरे, रुममै बरु मासु ल्याएर खाना बनाएर रुममै खाने अरे। अनि त्यसरी चाहिँ अब चाहिँ म चाहिँ मासु लिन्छु अनि पछि रुम जान्छु है त। अनि पछि मासु बनाउने अनि फ्यामिली सबैलाई देखाउँछु है, बुढी छोरी म छु है रुममा चाहिँ, तिनवटा नै हो। म चाहिँ रुमभित्र छु, रुममा पुगिसकेँ। अनि छोरी चाहिँ यता चाहिँ फोन हेर्दै, सोफी हेलो भन् त। ए फोन आयो है सोफियाको फोनमा फेरि। अनि बुढीले चाहिँ आज ह्याप्पी भ्यालेन्टाइन डे मासु हेर त, हेलो गर त। हाँस्दा 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 हाम्रो रुम चाहिँ यस्तै छ होइन। के परे फोन गर्न लागेको छोरी कहिले को हो? फुपूलाई ठुल्ठुले गर्दा यहाँ चाहिँ आलु राखेको रहेछ है, आलु डाउनमा टक्कै यो रुम हाम्रो। यहाँ मासु भइसक्यो रेडी, यहाँ धनियाँ जिरा सब आइटमहरू बन्दैछ। बबाल हुन्छ आज, मासु खानुपर्छ है। मासु रोटी हो होइन, मासु र रोटी भ्यालेन्टाइन डेमा होइन। भ्यालेन्टाइन डेमा के दिनु पर्छ बुढीलाई? केही न केही। छोराछोरी भइसक्यो मान्छेले के भ्यालेन्टाइन डे होइन। मासु देखा त फेरि या पाक्दैन है।